ल अन्त यिनीहरू छ है। यो चाहिँ माछा पुछ्रे हो, माछा पुछ्रे अरे है। यो दुईटा हिमाल चाहिँ चट्टै नजिक देखिँदो रहेछ कि यहाँबाट त हेर्नु है। ओहो घाम लागेर टडक्क देखियो है, क्यामेरामा त्यति राम्रो त देखिएन। ल बुढी कस्तो लाग्यो त तिमीलाई पर्खा? कस्तो लाग्यो त बुढी? हो दामी छ घान्द्रुक है, होइन? जाडो त पुरा जाडो छ। घान्द्रुक चाहिँ यस्तो रहेछ है यहाँ। म चाहिँ फर्स्टचोटि आएको, जस रमाइलो भयो। हिमालहरू पनि राम्रो देखिँदो रहेछ है। अब फेरि म हिमालको दृश्यहरू देखाउँदैछु है त। हेर्नु त कति नजिकबाट। ए दुईटै हिमाल मैले नजिकबाट देखाएँ गर्दा चाहिँ यस्तो रहेछ कि है। हात त क्या दुख्छ हौ चिसोले क्या। चिसोले हातै ठिर्यायो। हामी चाहिँ यहाँ दामी रहेछ नि भ्यू, कति राम्रो देखिँदो रहेछ। क्यामेराले अझै मजाले देख्थेन होइन, अझै क्लियर देखिन। क्यामेराले अलिक मजाले देखेन, अलिक दिर्छ कस्तो चमक्क चम्किएको छ यिनीहरू होइन घामले। हामी चाहिँ यताबाट आएको होइन। पछि चाहिँ यिनीहरू यो बस पार्क रहेछ होइन, यो बस पार्क अरे। यो बाटो बिग्रेर हामीलाई बाटो त ऊ माथि पनि हेर्नु नि, पर गाउँ जाने बाटो यहाँ तल हो। यहाँबाट पनि होला, अझै परबाट झन् राम्रो देखिन्छ होला कि। ऊ माथिको भ्यू यस्तो छ। अब हामी यहाँबाट यो गाउँ घुम्न जाने। अनि यो माथिको हामी चाहिँ यहाँ देखिन्छ छतमा यो माथिबाट, हाम्रोबाट पनि मजाले नि देखिन्छ होइन। त्यो मान्छे हेर्नु बिहानै उठेर ऊ यहाँ दामी उठेर रातभरि गाना गाउँदै थियो। हामी चाहिँ के भनेदेखि मेरो परिवार 3 जना मात्रै आइयो होइन, त्यसैले खासै नाचगान गर्ने ऊ मोड पनि भएन। क्याम्प फायर गरेर बसेको थियो उनीहरू चाहिँ। त्यहाँ पर चाहिँ धेरै रमाइलो गरिरहेको थियो राति। मलाई पनि अलिकति ग्रुपमा आउनु नै बेस्ट जस्तो लाग्छ यहाँ चाहिँ है, रमाइलो हुँदो रहेछ। ल आजलाई चाहिँ यति नै हाम्रो घान्द्रुकको ऊ चाहिँ। एकचोटि यसो घुमाइदेऊ त बुढी घरहरू कस्तो राम्रो है। यस्तो ठाउँमा पनि यत्रो सब यो होटल हौ, कटेज होटलहरू। तर प्रत्येक घरमा प्रायः छ है यो मान्छेहरू पकाउने भिडियो बनाइरहेको छ। ऊ हेर्नु एक ग्याङ ग्रुप कति धेरै। कति धेरै। ल हस् त नमस्ते।